एम्बाप्पे यहाँ छन् र कोदो सुकाएर बसेको रहेछ। दुई हप्तामा कस्तो हुन्छ आजको गेम हेरौँ र हिमाल सुनार। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई गुरुङ ब्लग्स र स्वागत छ मेरो आजको नयाँ भिडियोमा। र आजको भिडियोमा चाहिँ के छ भन्दाखेरि हामी चाहिँ म र काले भएर बल खेल्न हिँडिसकेको छौँ। अहिले चाहिँ 4:30 हुन लागेको छ टक्कला। अनि बल खेल्न गएको चाहिँ यसो भिडियो बनाएर हालौँ भनेर आजको भ्लगमा देखाउँछौँ कि हाम्रो ग्राउन्ड हामी खेलेको सबै देखाउनेछौँ। र यति भन्दै अब ग्राउन्डतिरै गएर भेटौँ है त। अहिले चाहिँ अब धेरै पछि हामी चाहिँ लगभग ग्राउन्ड पनि आउन लागिसक्यो। अब चाहिँ हामी धेरै दिनपछि लगभग दुई हप्ता जति भइसक्यो हामी भलिबल नछोएको। अब आज गएर कस्तो 1 हप्ता चाहिँ भइसक्यो है हामी नखेलेको। अब 2 हप्ता चाहिँ जसरी दुई हप्तामा कस्तो हुन्छ आजको गेम हेरौँ र कतिजना आउँदो रहेछन् त्यो पनि हेरौँ है त। अब पहिला त हुन्थे 3 टिम पुग्थ्यो लगभग। अब अहिले त कोही पनि छैन गाउँमा पनि कोही छैन। अब हामी पनि 3-4जना हुन्छ होला आज सायद। आज फर्स्ट डे हो। आजै नयाँ बल पनि स्पोन्सर आएको है हाम्रो मामाले दिनुभएको, निर्मला मामाले यो स्पोन्सर चाहिँ। र अनि उहाँलाई धन्यवाद भन्न चाहन्छु यो भ्लगबाट नै। भ्लग हेर्नुभएको छ भने माया गर्नु होला। ल ग्राउन्ड आउनु लाग्यो है त। टक्क देखाइदिनु काले र देखाइदिने क्या टक्क। ओहो कता हो ओडुलाई आउनु भ्लगर हुनु पर्ने अब यहाँ। ल हाम्रो ग्राउन्ड चाहिँ यही हो। ल ग्राउन्डमा चाहिँ उस सुकाएको रहेछ, के भन्छ अरे कोदो सुकाएर बसेको रहेछ। ग्राउन्ड चाहिँ यस्तै छ है अहिलेको हल्ली चल्ली। धेरै पछि यो ग्राउन्डमा आएको कस्तो हुने कि। ल खेल्दैछ है। ल एकछिनमा अहिले जे गरिन्छ सबै देखाइन्छ। अहिले हाम्रो गाउँको ग्राउन्ड चाहिँ यस्तै छ है ल अहिले चाहिँ। र हाम्रो गाउँको 1 नम्बरै एम्बाप्पेको भाइ डिजन एम्बाप्पे यहाँ छन् र कपाल देख्न सक्नुहुन्छ हाम्रो। र केटाहरूको फिङ्गरिङ जम्दैछ एकछिन र म पनि एकछिनमा खेल्छु। अहिले चाहिँ 3जना भइसक्यौँ, म डिजन काले 3जना भइसक्यौँ। र दाइहरू अहिले एकछिनमा आउनुहुन्छ होला। दाइहरू अब को हुन्छ हेरौँ। र यति बेला हामी 3जना भइसकेको छौँ र जाली चाहिँ थोत्रो भइसकेको छ। धेरै दिनपछि आएर हाम्रो ग्राउन्डको हालत यस्तो भइसकेको छ। ओ केटा ल सोबल हेरौँ न, तिमीहरूको सोबल हाँ केटा हो। ल सोबल हेरौँ त हाम्रो एम्बाप्पेको सोबल हेर्न पऱ्यो क्या डिजन। यो चाहिँ अलिकति अहिले चाहिँ लाउरे बन्ने हिसाबले तरिकाको कपाल काटेछ यसले। ल केटाहरूको सोबल हेरौँ है त केटा गाई जरो। केटाहरूको सोबल हेरौँ है त। ल अब लिफ्टर चाहिँ मन पर्यो है। ओए टाउकोमै हान्छ क्या केटाहरू त यार। हत्तेरिका अब बल लिन जान पर्यो फेरि। केटाहरूलाई दोस्याउनु परेन केटा गाइजहरू। ल केटा ल काले हाल्ला ल डिजन ल केटाहरूको सोबल। हिमाल सुनारी जालीमै हानिदिए त। मानबहादुर श्रेष्ठले कटाएको छ अहिले चाहिँ। ल अब हेरौँ है। ल कति खान्छ हिमाल सुनारी। अब हिमाल सुनारी यति बेला सेलाएको अवस्था है। ल कपडा फेर्छु भन्दैछ। ठिकै छ हाम्रो। अब ए बाबा यो त ट्रेनिङै बसेछ, दामी बसेछ है। ल ल सोबल हेरौँ सोबल। जर्सी नम्बर 5 का खेलाडी हिमाल सुनारी मगर अब नकटेको छ है 3 चोटि हान्दा पनि। हिमाल सुनारी भन्छन् तर पनि 4 चोटि पनि कटाउन असफल भएका छन्। हुन्न भाइहरू। ल हान छ्या 5 चोटि हान्दा नि कटाएन है। ल छी छ्या ल हे सुन्तला पाक्दैछ है। पाकिसक्यो है सुन्तला। ओ कत्रा चट बवाल हाने है। सर्ट बवाल हाने है। बाबा अलिकति मिसिङ
गुल्ली हाने गुल्ली मान बहादुर बसे सञ्जु बेगम शाह ओहो यति बेला विवाह सालेको मिस्टेक है अलि माथि भाल्न ओहो झ्वाप पारिदिए त अबुई फेरि पनि झ्वाप बदला तिरिरहेका छन् यति बेला रिभेन्ज लै के गर्छन् सञ्जु विक्रम के गर्छन् त फेरि पनि झ्वाप तर बतासे हानिदिएका छन् यति बेला छोहा भन्दैछन् हिमाल सुनारी बजे सञ्जु विक्रम शाह चेक त मेसै पनि पाएनन् त ओ बाई गॉड चेक आउट केटाहरूले मजा गर्दैछन् यहाँ हान्दैछन् सो सर्टहरू सबै हेर्न सक्नुहुन्छ ल ल ल ओहो बाई गॉड उत्कृष्ट शट है उत्कृष्ट शट जान्छ भाइ जान्छ घुमेर जाँदा भने हात निकाल्दो रहेछ त के हो मेरो निस्किन्न पाके 24 वर्षको थाहा याद छैन ए अरे अरे मामु है होइन यस्तो आयो छ एउटा तान्छ अलि छ्या एक महिना 2 महिना पछि खेले त म त त्यसो गर्न पाइँदैन पुरै हाँसेर तिमीहरू गयो जाला राइट हारे कता फ्याक्ट्री कन्टेन्ट बन्दै
कन्टेन्ट भन्नु त लागो रे ठोक्का हान्दियो त बाहिर बल्ट पऱ्यो नि ए ठुलो कष्ट माइला अरे मात्दैन नि हैन भन्छ कि तर कस्तो पर्ला नमात्दैन ए त नेटले गरिहाल्दैन यत्रो हेर्दा कति हुन्छ नि भन्दा नि ठुलो यत्रो त हुन्छ नि यत्रो हुन्छ नि किनेमा भन्नु लाइक यत्रो त हुन्छ अलिक ठुलो हुन्छ अलिकति यो तन्कायो भने तिनीहरु पनि कस्तो कति कन्टेन्ट बन्दैछ देखियो उता नि सब देख्यो ए ओ अगला ल हेर्न सक्नुहुन्छ हामी चाहिँ खेलाडी भइसक्यो टक्क लाएर सो आई होप सबैजनालाई मेरो भिडियो मन पऱ्यो होला मन पऱ्यो मलाई लाइक सेयर सब्सक्राइब कमेन्ट हानिदिनु होला र माया गरिदिनु होला र यति भन्दै नेक्स्ट भिडियोमा भेट्ने बाचा गर्दै काललाई देखाउँदै टाटा बाई बाई।